सर अलिकति जुन तुम्बे गाउँपालिका यो तुम्बे गाउँपालिका 1 मा सबस्टेसन बनिसकेको छ हैन यो सञ्चालन कहिलेदेखि हुन्छ सर यस विषयमा अलिकति जानकारी दिनुहोस् आज चाहिँ हजुरको परिचय सर मेरो नाम चाहिँ प्रदीप कुमार शर्मा हजुर म अहिले 5 थर वितरण केन्द्रको प्रमुख हो हैन हजुर म आएको करिब 2 महिना भयो 5 थर 2 महिना 10-15 दिन भयो होला हैन अब यो सब स्टेसन हाम्रो 6/8 MVA को ट्रान्सफर्मर छ यहाँ हैन हजुर यो आज चाहिँ तपाईको आजदेखि चाहिँ यो सब स्टेसन चाहिँ नो लोडमा चार्ज हुँदैछ हजुर अब लोड दिनलाई चाहिँ माथि विभागको टेन्डर हो यो विभागको सरहरु आउनु पर्छ हैन हजुर उहाँहरु कहिले आउँछ अनि तपाईहरुले कहिले बुझाउँछ अनि यहाँ तुम्बे गाउँपालिकामा कहिलेदेखि सञ्चालन हुन्छ सर यस विषयमा पनि यो चाहिँ मैले सुनेको है अब उहाँहरुको पनि शेड्युल मिल्नु पर्यो देशैभरि उहाँहरुको काम हुन्छ हैन हजुर अब मलाई चाहिँ मैले सुने अनुसार 11-12 गतेतिर उहाँहरु आउनुहुन्छ पहिला यहाँको सबै अब ठेकदारले काम गरेको चाहिँ सबै नाप जाँच हुन्छ हैन हजुर अनि त्यसपछि चाहिँ लोड दिने काम त्यसपछि हुन्छ यसमा उहाँहरु 11 गते आइसकेपछि 4-5 दिन यहाँ काम गर्नुपर्छ उहाँहरुले अब त्यो सबै कुरा नाप जाँच गर्ने अब हुन त आज हामी इलामको हाकिम साहब पनि आउनु भएको छ हाम्रो एक्सपर्ट हुनुहुन्छ उहाँ टेस्टिङको हैन हजुर हजुर अब यहाँ टेस्टिङ करिब अस्ति हामीले सबै गरेका थियौं केही कुरामा असन्तुष्टि भएर यो दुईटा स्ट्रक्चर चाहिँ हामीले थपेको छ अहिले हजुर पहिला यो थिएन डिजाइनमा नभए पनि हामीले यो थप्न लागेको छ हैन हजुर सेफ्टीको लागि हजुर अनि तपाईको आज त्यो बाँकी चाहिँ टेस्टिङ हुन्छ यो दुईटा धेरै बेर लाग्दैन हामीलाई आधा 1 घण्टा टेस्टिङ आज जुन फिल्डमै आइपुग्नु भएको छ यहाँहरु हजुर आज टेस्टिङ हुन्छ अनि यो टेस्टिङ गरेर हामी यो ट्रान्सफर्मर आज चार्ज गरिदिन्छौं नो लोडमा हजुर अनि चार्ज गरेपछि अब 5-10 दिन यसलाई चार्ज हुन पनि लाग्छ हजुर अलिकति हिटिङ पनि पुग्नु पर्यो अब त्यो चार्जिङ टाइम फ्रेममा केही प्रब्लम आउँदैन कि भन्ने पनि चेक त गर्नु पर्यो टेक्निकली हैन हजुर सर पछि लोड दिँदाखेरि त चार्जै नगरी लोड दिन त मिलेन हजुर यी सब कामहरु आज सकिन्छ हजुर हैन हजुर करिब यहाँको क्वार्टर पनि सकिसकेको छ हामीले कर्मचारी पनि व्यवस्थापन गरिसकेको छ यहाँ पठाउने हजुर अब खानेपानीको यहाँ समस्या रहेछ अब त्यो पाइप पनि अब यहाँको गाउँलेहरुसँग हामीले कुरा गरेका छ हजुर खानेपानी पनि दिने कुरा चाहिँ गरेका छन् हैन ए हजुर त्यो भएपछि कर्मचारीहरु पनि अब छिटै नै आउँछ यहाँ सञ्चालन हुन्छ जस्तो यो सञ्चालन हुन यो निकै व्यथित थियो यहाँनेर झाडीहरु यहाँ गाईबस्तुहरु पनि थिए अहिले सफा भइसकेछ हैन सर यहाँ आएपछि अलिकति राम्रो पनि भएछ अझ यहाँ तुम्बे गाउँपालिकामा चाहिँ कतिखेरदेखि चाहिँ सञ्चालन अथवा 1-2 महिना लाग्छ या कहिले लाग्छ कति लाग्छ यस विषयमा पनि यहाँको जनतालाई चाहिँ तपाईले प्रष्ट रूपमा भनिदिनु तपाईको यो 100% लोडमा सञ्चालन हुन्छ हेर्नुस् फिडरको काम पनि यो पूर्ण विद्युतीकरण आयोजनाले गर्दैछ यो पोल गाडेको देखिराख्नु भएको छ हजुरले हैन हजुर हजुर अब यो लाइन पनि सकेसम्म छिटै गर्दिनु भनेर भनेका छौं अहिले तत्कालको लागि हामीले यो खानेपानीको जुन लाइन छ नि हजुरहरुको तुम्बे गाउँपालिका हजुर हजुर यसलाई चाहिँ चार्ज गर्दिने यो अहिले माथि तपाईलाई थापाटारको सब स्टेशनबाट चार्ज हुन्छ त्यसमा भोल्टेजको पनि समस्याहरु छ हैन अब यो सञ्चालन भएपछि त्यसलाई चार्ज गर्दाखेरि त्यो मोटरहरुमा प्रब्लम नआउने गरी त्यो हुन्छ बुझ्नु भएन हजुर हजुर अब अहिले तत्काललाई चाहिँ तपाईलाई एउटा हामीले यहाँको 3टा फिडर छ हेर्नुस् त्यो 3टा फिडर मध्ये एउटा फिडर हामी खानेपानीलाई दिन्छौं हैन अनि एउटा चाहिँ अब यो तुम्बा गाउँपालिकाको लागि लाइनमा सप्लाई दिन्छौं हैन हजुर अनि अब एउटा फिडर चाहिँ हाम्रो जगेडा हुन्छ त्यो अब फ्युचरमा हामी यो एरियामा त अहिले सामुदायिकको सप्लाई छ हेर्नु हजुर सामुदायिकको न्यूनतम शुल्क पनि 180 युनिटको लिन्छ हैन सर त्यसले गर्दा चाँडै सञ्चालन भयो भने यो केन्द्रीय लाइन सञ्चालन भयो हामीलाई ह्यान्डओभर गरेपछि हजुर तपाईलाई ती कुराहरु त सल्युसन भइ नै हाल्छ त्यसको प्रब्लम नै भएन हैन हजुर अब जस यो सब स्टेसन माथि तपाईहरु एकदम ह्यापी हुनु पर्यो आशावादी हुनु पर्यो भनेपछि चाँडै सञ्चालन हुन्छ यहाँका नागरिकले चाहिँ चाँडै यो मन्थ भित्र यो लास्ट भन्नुस् यो मन्थ इज द लास्ट डेडलाइन हैन हजुर हुन त यो 10-15 गतेसम्म लाइन चालु यो सब स्टेसनमा लोड दिइसक्छ हुन्छ हजुर सर अनि नि अन्त्यमा यो जुन सब स्टेसनको नाम चाहिँ बोर्ड पनि छैन हामीले चाहिँ के भनेर बुझ्नु पर्यो यो पनि अलिकति ढुकुरे सब स्टेसन भन्छौं ए ढुकुरे सब स्टेसन हामीले यो भनेर बुझ्दा हुन्छ हस् अब चाँडै नै सञ्चालन हुन्छ समय र जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आज विशेष गरी तुम्बे गाउँपालिका रहेको सब स्टेसनमा चाहिँ अब चाँडै हाकिम साहबले भने अनुसार चाँडै नै सञ्चालन हुने कुरा यहाँहरू सम्पूर्णलाई जानकारी गर्दै म अजेन्द्र वैभव तामाङ पनि यहाँहरुमा छुटिन चाहन्छु।